छाम्सो साथीहरु रेडी हुन बाँकी नै छ हैन बिमालीको हस्बेन्ड आउँदै हुनुहुन्छ साथीहरु हामी चाहिँ यो त्यो माथिको ढिक हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो ब्लगमा सबैजना सन्चै हुनुहुन्छ होला आयो हामी पनि सन्चै छौं अनि सबैजनालाई हेप्पी चैते दशैं आज चाहिँ चैते दशैं हैन म चाहिँ माइती देशमा आइरहेको छु माइती देशमा धेरै रमाइलो भइरहेको छ अहिले चाहिँ हैन हामी चाहिँ मम्मीले टिको लगाइदिएर पनि दक्षिणा पाएर पनि हामी बसिरहेको छौं साथीहरु यता चाहिँ धेरै रमाइलो भइरहेको छ भाइहरु पनि आएको छ हैन बहिनी ए हामी हैन कलाएर के सामान आएको छ यो चाहिँ गाडी आएको छ मम्मी चाहिँ भाडा मोल्दै हुनुहुन्छ हामीले काम सब भ्याएर मम्मीले भाडा मोल्न लाउनु भएको छ सो यो चाहिँ हाम्रो भाइ हेलो भाइ हाउ आर यु यहाँ के मुस्कान आएको कोही खाली हुनुहुन्छ भने एक दुई जना केटीहरु चाहिँ उहाँलाई पहिला मार्नु होला हैन उ भाइ चाहिँ खाली नै हो हैन त्यही हो साथीहरु सो आजको चाहिँ मैले हजुरहरुको माझ युट्युब च्यानल कसरी ल्याएको छु भनेपछि हेप्पी चैते दशैंको आज दिवसभरि के कसरी रमाइलो हुन्छ त म हजुरहरुको माझ लिने नै छु इट्स ओके अहिले चाहिँ टाटा यो चाहिँ हाम्रो माइतीको मम्मीहरुको पसल हो है साथीहरु यो चाहिँ यो चाहिँ हाम्रो बहिनी यो मेरो छोरी अनि मेरो मुटुकी टुक्री धड्कन यिनी फेरि मेरो परान मेरो कलेज त्यही हो साथीहरु हामी चाहिँ अहिले माइतमा आएर बसिरहेका छौं साथीहरु हाम्रो अगाडि एउटा गाडी पनि छ उनीको गाडीको स्टाफ गाडी हो फेरेर आएको हिजो भर्खर नयाँ भएछ लिदा किनेको चाहिँ उइ 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 तिम्रो मम्मीले ब्लग गर्न लान्छ हेलो गाइस भन्न जाऊ गएर ए लड्यो हेलो गाइस भन्दै गएर पिङ्किल भन्छ त अनि टक्क हाम्रो चाहिँ यस्तो छ है साथीहरु ओ त्यहाँ माथि चाहिँ माइली भाउजू र जेठी भाउजू माथि ठुलाइहरु हैन अनि यहाँ तल चाहिँ हामी गाउँ यस्तो छ हैन यो तल टक्क हामी चाहिँ मेन रोडको टक्क लाएर यस्तोमा हाम्रो घर छ हैन यहाँ गाडी पनि छ यो चाहिँ मेरो इनी छाप्राइहरु हुन् टक्क लाएर मेरो ब्लगलाई के भन्न चाहन्छौ तिमीहरु के भन्छ हेलो हेलो साथीहरु हामी चाहिँ अहिले बुवा मम्मी हामी चाहिँ पसलमा बसेको छौं अब खानापिना खाने हो बुवा पनि भर्खर आउनु भएको छ पारी घरदेखि हेलो बुवा हेलो के छ ठीक ठाक छ सन्चै हुनुहुन्छ सन्चै जानले त आराम छ आराम छ अनि के अरे कस्तो लागिरहेछ त चैते दशैं चैते दशैं यस्तै लागिरहेछ आदि राम्रो आदि नराम्रो नराम्रो हुनुको कारण हजुर मुख्य कारण घरस्ती कामले गर्दा ए घरस्ती काम त भइहाल्छ हो यताउता हल्का मनोरञ्जन लिने भनेको आफूले आफू हजुर त्यही निकाल्न सकेन रुन्छ टक्क मम्मी के गर्दै हुनुहुन्छ सुर्ती खान्छु ओके ए भित्र अप्सन पनि अछि अप्सन त यो यहाँ टक्क लाएर चस्मा लाएर चाहिँ हामी अब घुम्न जाँदै छौं सो साथीहरु रेडी हुन बाँकी नै छ हैन मैले चाहिँ यो चस्मा भाडामा लिगे यो चस्मा चाहिँ आफ्नै हो हैन हाम्रै सुड्डोले ल्याइदिएको यो चस्मा चाहिँ हैन यो चस्मा चाहिँ मैले भाडामा लिगेको है सो आजको ए चस्माको कति हो आजको भाडा कति हो भन्देऊ क्या भन्देऊ न हौ 100 रुपैयाँ दिनको भाडा कति हो यो चस्माको ओए यो चस्माको भाडा कति हो 100 रुपैयाँ दिनको 100 रुपैयाँ 5 वटा दिन चलायो भने 500 रुपैयाँ दिने टक्क लाएर चाहिँ मैले यो चस्मा देऊ त मेरो साथीहरु यो चस्मा र यो चस्मामा कुन मजाको छ भनिदिनु त यो तल्लो भाडाको यो चाहिँ मेरै सुड्डोले गिफ्ट दिएको हो हैन तर मलाई राम्रो त यही नै लाग्छ यो चाहिँ अलि थोपडा सानो भएकोलाई हो यो थोपडो खै ए मेरो साथीहरु आइसकेर साथीहरु म चाहिँ हैन अझै रेडी भएको छैन हेलो साथीहरु खै कहाँ छ म त लादैन खै खै हो र मेरो साथीहरु नाच है साथीहरु ल आजको लागि चाहिँ टक्क लाएर हामी गएको ल हेप्पी चैते दशैं म चाहिँ हैन सबै काम पुरा गर्छु के सबै काम भ्याउँछु के हैन
अनि त्यही हो साथीहरू आज चाहिँ अब हामी जान्छौँ तर कहाँसम्म पुग्छौँ हाम्रो यात्रा कहाँसम्म हुन्छ फाइनल थाहा छैन जहाँ पुग्छौँ तपाईँहरूको माझ लिने नै छु इट्स ओके अहिलेलाई चाहिँ टाटा फाइनल लुक साथीहरू हामी चाहिँ होइन हाम्रो सन्जु साथी पनि आइसकेको छ सो हाम्रो फाइनली भेट भयो हेलो हाई भन्न कहाँ बिजी भयो छिटो आइजाऊ फाइनली हामी चाहिँ अब जान लागेको ल हामी दुईवटी अब बिमारीलाई लिन जाँदैछौँ हामी चाहिँ यो मान्छे उठाउँदा उठाउँदै गाह्रो भइरहेछ ओए बिमारी जान्छस् नै जान्छस् कि नै न त हामी गयौँ हेलो हामी पनि यहाँ पनि आइसक्यौँ ल तीनवटी आइजाऊ नि एकचोटि निसा ए बिमाली ए सन्जु टक्क लगाएर हामी जाँदैछौँ बुढो मेरो बुढोलाई भनेको के मैले बुढोलाई सोधेर नहिँड्ने कस्तो कस्तो हुन्छ क्या ल निस्क्यो जान्छौँ ढिलो चाहिँ टक्क घरबाट हिँडेको है साथीहरू अब चाहिँ म फाइनली उहीँ म जाने ठाउँनिर गएर मात्र देखाउने छु अहिले चाहिँ म बाटोमा धेरै गर्मी हो त है हामी 12 बजेको घाममा हिँड्ताएँ त्यही भएर साथीहरू होइन म चाहिँ अब एकैचोटि हामी जाने लोकेसनमा गइसकेपछि मात्र देखाउने छु यो चस्माको खोल फेरि यो ब्याग सानो भएर अटाएन क्या त्यही भएर छोपेको छु इट्सओके यो चाहिँ टक्क हाम्रो पढेको स्कुल है साथीहरू टक्क यति दामी छ दिदी नमस्ते नमस्ते श्री अमृत जीवन माध्यमिक विद्यालय नमस्ते नमस्ते टक्क हामी चाहिँ जाँदैछौँ ल यो चाहिँ हाम्रो नारीकोटको भ्यू है साथीहरू टक्क गएर हेर्नु हेर्नु पहिला पहिला मेला हेर्न आउँदाको याद आयो दिदी पनि आइछ यस्तो धो भजन तर बिमाली भोलि चक्लेट खाने ल भोलि चाहिँ होइन बिमालीको हस्बेन्ड आउँदै हुनुहुन्छ चक्लेट खाने हो भोलि त्यही हो आज यता घुमाउन ल्याएको यसलाई फ्रेस गराउनको लागि क्या यस्तो हुन्छ क्या कस्तो हुन्छ भनेपछि बरु होइन आउने होइन भनेपछि आउने होइन जस्तो लाग्छ आउने हो भन्दा यस्तो मन आत्ताल लिन्छ त्यो यसको मात्र नभएर मेरो पनि त्यो कथा हो क्या त्यही भएर आजको दिन यसलाई चाँडै जाओस् भनेर मैले आज यता घुमाउन ल्याएको छु त्यही भएर होइन हो कि साँच्ची भने म पनि लसुन अब जस्तै भोलि छुट्टी लेख्ने भने यस्तो मन कोही आउलै भगवान् भन्ने हुन्छ भन न अनि बरु भर्खर गर्छ भने आउनु मन लाग्दैन ए मन लाग्यो त्यस्तो रिस उठ्दैन के भन्छ नि हुन्छ घरमा इङ्ग्लिस त बोल्नै आँट्यो तर आएन बे आया मम्मी हो ओके धुलो नउडाउनु भयो साथीहरू हामी चाहिँ त्यो माथिको ढिकमा जाने भनेको खासमा चाहिँ होइन हामी चाहिँ जान सकेनौँ अब त्यहाँ चाहिँ हामी न्यु इयरमा जान्छौँ होला सायद अहिलेलाई चाहिँ क्यान्सल हामी यतिमै बस्यौँ ल त्यो ढिकमा गएनौँ कि हामी चाहिँ यो ढिकभरि घुम्ने भन्ने आजको प्लान थियो तर सकिएन नसक्ने पनि म हिँड्न सकेन ए औ सालु हिँडाउँदो लिन टिपेर ओइसल फल्यो हिजो नि आजभोलि त त नि मलाई थाहै थिएन कसम भाइ हेर्नु साथीहरू औ सालु लौ लसुन औ सालु हामी त ओइल खान आज जस्तै भयो सबैजना गरिरहेछ कति राम्रो हावा लाग्छ नि साथीहरू यो नारीकोट अनि यहाँदेखि उता ओखरकोट है साथीहरू हेर्नु त ओखरकोटको डाँडो कति खतरा छ ए बाँदीकोट के ओखरकोट बाँदीकोट यो ढिक चाहिँ नारीकोटको तर यो ढिकमा जान सकिएन ऊ त्यो माथि मन्दिर छ क्या त्यो त मन्दिर कता हो त्यहाँ मन्दिर छ त्यहाँ जाने भनेको हामी चाहिँ गएनौँ क्यान्सल गऱ्यौँ टाढो हो नि साथीहरू म चाहिँ औसालो खान लाग्यो है साथीहरू आज न्यु इयर के अरे आज के हो रे चैते दसैँ चाहिँ रमाइलो भयो हामी चाहिँ दिउरालीदेखि तल आएर हामी खाँदैछ ओए मलाई नछोप मेरो लप परेछ तबिन म बाँच्न चाहन्छु म चाहिँ ओइसालो खान लाग्यो साथीहरू पहिला पहिला होइन
हामी ऐसा यति टिप्ने डोलो छोपेर टिप्न जान्थ्यौँ क्या अनि मम्मीहरूलाई यो अनि त्यो बेडुला अनि तेजुहरू कति खान्थ्यौँ तर आज पनि खाना पायो पालपानको याद आयो कति मिठो हुने त ए एउटा कुरो भन्छ म है यसो गर्ने यो चमस्कार हाल्ने मैले ओए बिन्दा न ओए ओए पैसा टिपेर यहाँ हालेर के चमत्कार खान्छौँ हामीले भनेर रहर लेखेको थियो कति त्यस्तो दिन थियो छ अझै पनि उमेर कहिले बुढो हुँदैन त्यही हो साथीहरू हिँडिसके आज त धेरै रमाइलो भइरहेको छ होइन हामी त दिउराली छौँ हाम्रो साथीहरू भेट भइरहेको छ पहिलाको यादहरू दिलाउँदा यति मन भकानिएर आउँछ होइन रुन मात्र सक्दैन यति हो सो बाई फेरि आन्छु ल अहिले यो चाहिँ कस्तो गरिरहेको छ हेर्नु मेरो भिडियो बनिदिने यही हो होइन अहिले लास्टमा के भन्छु थाहा छ तैँले त गाडी गर्छस् बिग्रो नि भन्छ बिचरा डराइ गरिरहेको छ कस्तो गरिरहेको छ थाहा छैन होइन अनि यो पनि कति क्युट भएर आएको छ क्या आज चाहिँ ऊ त अब खै के हो त्यस्तो पारा ठिक छैन ए कति हावा लाग्छ नि जामिन आइज त्यस्तो नभन न यार एक घर बाइक दुई घर ए के नि त्यस्तो पो मजा आउँछ हो त नि यदि मायामा झगडा भएन भने त्यो के माया के म चाहिँ त्यो भन्न चाहन्छु त्यही भएर मैले चाहिँ लक्ष्मणसँग न्यु खोजी गर्छु लडे परेको गर्छ अहिले पनि घुम्न आइरहेको छु मल्दैन टिपेर लिएन ले केटेन साथी भनेको यस्तो हुनुपर्छ दुःख सुखमा काँडामा पनि टिपेर दिएको छ क्या ओ माई गड मेरो साथी फेरि एक मुठी देऊ कस्तो गाला हाँस्यो यो फेरि फुल हो कि हेलो फुल उल्टेरी खुन्नन यत्रोको नानी हो के म त हेलो साथीहरू हामी चाहिँ टक्क खाजा खान लगाएको ल अहिले चाहिँ हामी चटपट खान लगाएको भोलभर भएपछि यस्तो हुनेछ कि साथीहरू यिनीहरूले खाएर भ्याउँछ म लास्टमा हुन्छु कि जहिले पनि त्यही भएर मैले चाहिँ यो चुस्स मात्र बनाएको ल सुन्छ त कस्तो भइरहेको छ चटपट हाम्रो बहिनी एउटा हुन् होइन यिनी चाहिँ हाम्रो साथी हो इन्कामा आयौँ होइन खायौँ यिनको पसल पनि भाइरल यिनी चाहिँ भुम्थानाको बहिनी होला बहिनी हामी चिसो पनि खान लगाएको ल चिसो देऊ त चिसो देऊ अनि गिलास पनि देऊ ल हामी खान्छौँ नलजाउ ल टक्क हामी चाहिँ यो के हो यो रेड बुल हो माउन्टेन हो ए मम्मी छोप्नै सकेन माउन्टेन डिउ होला ओ एकछिन न ऊ गर्छ साथीहरू डियो खानै बाँकी छ यिनीहरूले त यो बोतल लान्छु भन्छ बे मेरो पसलमा आइजाऊ न म जति पनि भनिदिन्छु कि टक्क लगाएर हामी चाहिँ यो डियो र चटपट खाँदैछौँ यता ल्याऊ म खान्छु अब सुरु चस गर्न बे चस है खाएपछि आइज बिमारी आइज सन्जु मैले पनि खान लाग्थेँ कस्तो मान्छे हो बे आऊ सन्जु बिमारी आऊ निसा ल टक्क लाएर हिजो सँगै आइदिउँ त्यो भेडा बाहिर गयो कि आइज भनेर त माने खै के अरे कहाँ गर हिजो आइक्यो के हिजो गाडीमा सँगै आयौँ अनि अहिले फेरि गयो कि उता भेडा बाहिर गयो कस्तो मिठो म खाएँ ल सिसा छोप्नु औका छैन अर्को गिलास छैन सक्यो क्या हो तिमीले थोप्दैन बिच तिमी चटपट पनि खाइछौ नि हाँस्न ठिक्क छ मलाई धेरै हाल्दैछु हामी चाहिँ तल्लो गाउँ आएर उपल्लो गाउँ थर्काइरहेछौँ सो कसैले माइन्ड इट्स ओके कसले हेर्छ हेरि के भन्दा नि भोलो हेर्ला
साथीहरू अहिले चाहिँ म घर आएर पनि ड्रेस सब फेरि चेन्ज गरेँ गाह्रो भयो त्यही भएर साथीहरू अहिले चाहिँ हामी छुट्न लगाएको साथीहरू अब चाहिँ हामी माइती देशमा सायद 30 मा भेट हुन्छ मलाई अब चाहिँ म न्यू इयरमा पनि आउन पाउन यो चाहिँ लास्ट डिसिजन हो मेरो माइतीमा हैन किनकि आज सटरडे परेर भाग्यशाली भएर म मात्र माइती आएको मलाई फेरि कस्तो लाग्छ नि जब मम्मीले आऊ छोरी भनेपछि मेरो मन यस्तो कौलो हुन्छ नि होइन कि त्यो असल्टे हो कि मासु खानालाई त्यही भएर साथीहरू यिनीहरू पनि जान्छन् अरे टक्क लाएर हामी चाहिँ छुट्छौँ सबैजना ओके साथीहरू यहाँ चाहिँ हाम्रो आज कति 200 उठाएर होइन यिनीहरू रेस खेल्दैछन् को रेस हुने चाहिँ साथीहरू हेर्नु यहाँ चाहिँ यिनी भाइहरू घुमेर हामी सबैजना एकैचोटि अहिले आएको हो अब यहाँ चाहिँ रेस हुँदैछ हेलो हेलो ल रेस खेलाउ जा माटो चलाउँछ नै जतिखेर पनि माटो कति हानी गर्न तिमीहरूको रेस भाइरल भएन भने मैले फेरि तिमीहरूको भेज खान्छौ भेज हेर्नु है साथीहरू टक्क लाएर चैती दशको दिन चाहिँ आज नारीकोटमा यतिको रमाइलो छ है साथीहरू चाकु बरु सुनिल फर्स्ट आयो तिमी त आज बच्चा जस्तो देखेछौ के त्यहीबाट बाजा बजाउ न त्यो खोलेर हौ के अरे चोर पस्न लाग्यो है ददिराम मामाकोमा चोर तर होइन है उनी चाहिँ भाइ हुन् जस्ट जोकिङ ए मम्मी हेर त कस्तो धुलो उडाइदिएको हेर्न आज चाहिँ के साह्रो हो भन्ने लन्डनले गर्नु पर्यो क्या हो यो फर्स्ट आयो अब चाहिँ सुमन र प्रकाश खेल्दैछ दुईटामा चाहिँ फर्स्टको हुने चाहिँ साथीहरू यो बाबु चाहिँ होइन यस्तो पुरै के त्यो के भन्छ जिरे जस्तै छ क्या जिरे देख्यो यिनी दुईटा चाहिँ पछिल्लो अघिल्लो भएको होइन पछिल्लो भएको नरिकाट कि नारीकोटका डन टु गो प्रकाश गोलो ल है अब
चाहिँ फाइनल हुँदैछ डिसिजन यो चाहिँ फर्स्ट र सेकेन्ड लड्दैछ है अब यो दुईटामा चाहिँ फाइनल हुने हो कति रुपियाँ पाउने अरे कति हो 600 ल 600 रुपियाँ है कसले पाउँछ यो दुईटामा ल स्टार्ट हो ए देवी आमा मजा गरेको त सुस्ता सुस्ता हिँडेको देवी नि फर्स्ट आयो ए भगवान् मर्लौ है मर्लौ तिमीहरू